हेलो गाइस, वेलकम टु माई ब्लग। आज पनि मामा फेरि चिया पकाउन लाग्नु भएको। म यहाँ भिडियो गर्दैछु। के पकाउन चिया पकाउन लाग्नु भा? चिया पकाउन लाग्यो। हो, खाने हो? चिया खाने हो। पकाइदिउँ त? पकाउनु न। साँच्चै हालिदिएन हाल्यो। हँ? 2 गिलास मात्र हाल्यो। पकाउने हो नि, के अरे खाने हो नि, पकाउनु न। खाने भए हाल्छु। हाल्नु। आज चिया खाएर आगो चाहिँ गुरी बनाइरहनु भएको छ होइन। यस्तै छ जिन्दगी। अन्त थोरै खान्छन्। बिहान बेलुकाको मौसम छ यसरी हाम्रो गाउँतिर। यस्तै छ, झिलिमिली देख्छ, सबतिर झिलिमिली देख्छ। यस्तै छ हाम्रो गाउँतिरको है। यस्तै छ साथी। मामाको घर यो फेरि म स्कुल आउँदैछु उहाँसँग। अनि आज दिउँसो अब तल गइयो, आएर के गर्नुभयो त? एक पनि गरे हैन। केही गर्नु भएन? त्यही बसेर पानी खाइयो। त्यही भात पराल हालियो। यति हो। पलाएर चिया बनाएर गुलियो नि हो र? चिनी कम हालेर हो कि? कम हालेर चिनी छैन। कस्तो धुवा भयो त? खाना भयो, खाना धुवा हुन्छ। त्यहाँ थुन्डी हाते घर बिरालो पर्छ भनेर। हो? त्यहाँ धुवा जाने काम। बिरालो पस्छ भनेर है? के हाल्नु भएको थियो? हाले नि जडीबुटी। जडीबुटी? चियापत्ती हाल्यो, चियापत्ती। हो। चिया बनाउने भनेपछि चियापत्ती हाल्छ। चिनी, चियापत्ती। के हो यो? यो सोबिन हो। सोयाबिन? यो भात बस्तीले खान्छ, म ताउला खनाइदिन्छु। यसै बसेको केही छ। हाल्यो। बुढा काम गर्दैन हुन्छ। भन्नु बस्ने हो। चिया पकाएको छ झन् बुढै। बस्छु के? बिहानको बासी भात अहिले चाहिँ ताउला हालिदिनु लाउनु भएको, पकाउनु खोज्नु भएको। अब पकाउनुहुन्छ, पुग्नुहुन्छ, चामल हाल्यो। चामल हाल्नुहुन्छ। यस्तै छ उहाँको घर। यस्तै छ यहाँ। कति पकाउने हो? ज्वाइँ साथी खाने नखाने हो सोधे। खोइ खानुहुन्छ होला। यो चाउ बोक्नु पर्ने भनेर पर्दैन ज्वाइँले त। पर्दैन। यो चाउ बस्छु पर्दैन। खाए पनि पुग्छ। तपाईँले नुन खाएन है? खाएन नि। छोरो अहिले भातै दिउनु गएको खाने भन्छ। भोलि के बार? भोलि शनिबार। सोमबार नुन खानु भएन, आजै खाने भन्छ। कति 5-6 बार्ने हो? पुरै भात पकाउँदै हुनुहुन्छ है।
पानी धेरै हुन्छ कि है होइन ल्याउनु त हस् त फेरि पनि अब फेरि अर्को भ्लगमा भेटिन्छु हिजोले गर्दाखेरि मेरो अनुहार देखिरहेको छैन अहिलेलाई बाई बाई